मैले चाहिँ अब जाडोको लुगा राख्ने भनेर पुरा फिजाएर फिजाएर आज चाहिँ आम काटेर अचार बनाउने भनेको थियो। अन्त यहाँ काटेर सुकाएको आम अनि अहिले चाहिँ म राति कति बज्यो थाहा छ? 12 बज्न आँट्यो। अन्त म चाहिँ आज चन्दा मामालाई खिर पकाउँ भनेर यहाँ पर्खिराख्नु भएको होला। चन्दा मामा दोकानमा छोरा राखेर छिट्टो जानु मम्मी भनेर 11 बजे गएर पठाएको छ मलाई। आइपुग्दा 11 बजेको थियो। अन्त यो खिर कहिले पाकेर चन्दा मामालाई खुवाएर चढाएर चाहिँ अनि सुत्नु पर्यो भने चाहिँ कहिले पाक्छ होला यो खिर। भर्खर हुँदैछ। मरिच पनि लगाइदिएको नि पिसेर कालो कालो देख्दैछ। ड्राई फ्रुट पनि लगाउनु पर्यो। ड्राई फ्रुट र ड्राई चिजहरू पनि लगाइदिन्छु होइन, मरिच मात्रै। यस्तो छ है मेरो। अन्त अब यहाँ किचन यस्तो ल्याङफ्याङ छ। आज यहाँ तल गाडी पल्टिएछ कसको। म आउँदाखेरि हेऱ्यो त दुधको खाना भात दाल रोटी आलु भाजी यति रहेछ सब्जी। अरू त केही छैन रहेछ। यस्तै छ।